नमस्ते फेरि पनि अर्को नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ। के दाइ खाएको यो भिटामिन भन्न भिटामिन भिटामिन खाइन्छ बे लाग्छ म भाइ केटी भेट्नेको चाहिँ खाइ घर भाउजू रिसाउनु होला पछि कहाँ रिसाउनु गएर अर्को बिहा गर्ने लाइसेन्स छ हुने भाउजू हेरिरहेको छु मैले। कतिवटा बिहा गर्नुभयो तपाईले लगभग तपाईले अवश्यमा 5 चाहिँ पुगाउनु भयो कि नै कतै पुरा मैले। नमस्ते फेरि पनि अर्को नयाँ भिडियोमा हजुरहरुलाई स्वागत छ। मेरो सामु हुनुहुन्छ एउटा खतरा दाइ। उहाँ दाइ चाहिँ एकदम ह्यान्डसम हुन्छ। दाइ नमस्ते। दाइ नमस्ते। दाइ 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 नमस्ते। के खान लाग्नु ओ कुकु दाइ ओ नमस्ते दाइ। नमस्ते के दाइ यार हो फेरि यस्तै हो फेरि गर्नु फेरि नमस्ते। अरू दाइ के छ समाचार सन्चै हुनुहुन्छ? ओके दाइ दाइ सन्चै हुनुहुन्छ? दाइले वास्तै छैन है भाइको। के हो दाइ खाएको यो? के हो यो? के हो यो? भिटामिन भन्न भिटामिन भिटामिन खाइन्छ बे लाग्छ लाग्छ हो हैन खाइरहेको छ पानी। म पनि ट्राई गर्नु पर्यो के दाइ भिटामिन। एकदिन दुई बार गोआउने आको दाइ म पनि खाम क्या भिटामिन। खालै खाना लाग्यो त्यही त होइन खाने भनेर त बनाएको भिटामिन। खाने यो खायो भने त म अलि जोस जागर आउला जस्तो लाग्यो कि मलाई ताकतिलो। खाले गागामा हैन बे त भिटामिन खाने अरे यो भिटामिन हो अरे के अलि जोस जागर आउने भिटामिन खानु पर्यो है। त होइन मेरो बाबु यहाँ छिन् ओ भिटामिन भिटामिन खाने हो। म चाहिँ यता प्रत्यक्ष आज लाइभमा जोडिरहेको छु मेरो दाइसँग। यो होइन भने बना किन बस्नु फोड्छ दाइ यहाँ दिनुहोस् न मसँग छु त म यहाँ हेर्नको लागि हो। खाइदैन जा रमिता त्यही रमिता हेर्न जाने भने प्रत्यक्ष रूपमा क्वेसन दाइ ल क्वेसन केही क्वेसन जाओस् न त यतातिर। म भाइ केटी भेट्नेको चाहिँ खाइ घर भाउजू रिसाउनु होला पछि कहाँ रिसाउनु गएर अर्को बिहा गर्ने लाइसेन्स छ हुने भाउजू हेरिरहेको छु मैले। कतिवटा बिहा गर्नुभयो तपाईले लगभग तपाईले अवश्यमा 5 चाहिँ पुगाउनु भयो कि नै कतै पुरा मैले। बिहा गर्न जाने कहिले त हामीलाई नि भन्नु न त जाम्ला त दाइको बिहा भगाउनु टक्क बिहामा गएर ढाँस हान्दिने हो कि दाइ यार कुरै बुझ्नुहुन्न के। टक्क बिहामा गएर दुई भाइले दाइले दिदी मैले बहिनी हो कि नै टक्क पत्ताउला कि नै के दाइ मलाई खै पत्ताउला नि हामीलाई बताउँछ नि भयो मलाई त पत्ताउन जस्तो लाग्यो दाइ यार। किन पत्ताइहाल्छ नि त्यसो भए दुई भाइ जानु पर्यो दाइ। सुन्नु मेरो सल्लाह आज प्लान गर्नु पर्यो। तपाईँ टक्क तपाईँ अब दिदीलाई भाउजूलाई बोलाउनु होला। भाउजूको साथमा साथी त छोड्न आइहाल्छन् क्या अरे। म साथीलाई लिएर आउँछु तपाईँ अनि भाउजूलाई लिएर आउनु होला। ओके छ अरे भाउजू भेट्यो नि पहिला घरको भाउजूलाई के गर्ने त्यो अलि बन्दोबस्त गर्नुहोस्। अरे घर भाउजू जान्छ अब कहाँ जान्छ सिधै अब नै त के भाउजू ड्युटी भाउजू बराबर काम गरेर न भागाउने 2 दिनको जिन्दगीमा 8-9 वटा बिहा गरे पनि के हुन्छ अनि तपाईले त 5 वटा बिहा गरिसक्नु भयो त। जानियो दुध गिलास खाएर छोरीको बाबुले ज्यादा कुरा अरे हान्ने यस्तो फेरि गएर ज्वाइँ बहिनी दिने भयो दिने न त टुपी साँचेर रुवाइरह्यो भन्ने बताइदियो। दाइ जति मेहनतिलो बन्न सिक्नुपर्छ क्या तर दाइ। अनि गएर आज जाने कहिले जाने कहाँ सल्लाह गर्ने है। म बेलुका भाउजूलाई गएर भन्दै नि म एउटा बाइक बनाउँछु सुन्नु। टक्क नयाँ कपडा लाउने टक्क है नयाँ यताउता टक्क जामी कपडा लाउने
बाइक बनाउँछु टक्क तपाईँ पछाडि बस्ने कि त तपाईँ चलाउने कि त म चलाउने एउटाले चलाउने टक्क एउटा साथी आए पनि जो आए पनि टक्क गएर स्त्री ट्याक्क ल्याउने कुरो हुन्छ है ओके ल सम्पूर्ण साथीहरूलाई धन्यवाद भन्न चाहन्छु यो भिडियो हेर्दैकोमा अझै पनि यस्तै भिडियो हामी ल्याउने रहेछौँ हेर्दै गर्नु होला